यो संसारमा सबैले भन्छ म तिमीलाई माया गर्छु, म तिमीलाई प्रेम गर्छु, तर स्वार्थ टुट्ने बित्तिकै त्यो माया, त्यो प्रेम हराउँछ। मानिसहरू विश्वासमा बाचा गर्छन्, शपथ खान्छन्, प्रमिस गर्छन्, तर मनभित्र भने आफ्नो मात्रै फाइदा, आफ्नो मात्रै सोच हुन्छ। बाइबलले भन्छ प्रेम धैर्यवान हुन्छ, प्रेम दयालु हुन्छ, प्रेम ईर्ष्यालु हुँदैन, प्रेमले घमण्ड गर्दैन। तर आजको प्रेम भने पर्खन सक्दैन, सहन सक्दैन। आफ्नो इच्छा पुरा भएन भने त्यो माया प्रेम सकियो भन्छ। यही स्वार्थी संसारमा विश्वास बेचिन्छ, साथ पनि शर्तमा पाइन्छ, माया बदलामा मागिन्छ। तर क्रुसमा चढ्नुहुने येशू, उहाँलाई इन्कार गरियो, उहाँलाई थुकियो, उहाँलाई कुटियो, धोका दिइयो, तर पनि उहाँले भन्नुभयो, हे पिता यिनीहरूलाई क्षमा गर्नुहोस्। धोका पाउँदा पनि प्रेम, त्याग पाउँदा पनि क्षमा, यही हो स्वर्गीय प्रेम। मानिसले भन्छ तिमीले गरेसम्म म गर्छु, तर येशूको प्रेमले भन्छ तिमीले गरे पनि नगरे पनि म तिमीलाई प्रेम गर्छु। मानिसको विश्वास परिस्थितिमा ठिक छ, तर येशूको विश्वास योग्यता अनन्त छ। मानिस बदलिन्छ, तर उहाँ कहिले बदलिनुहुन्न। त्यसैले साँचो विश्वास परिस्थितिमा होइन, राजाहरूका राजा येशू ख्रीष्टमा राख्नुहोस्, किनभने येशू मात्र साँचो प्रेम, साँचो विश्वासयोग्य र कहिले धोका नदिने प्रभु हुनुहुन्छ।